बाबा टी सर्ट खोलिदेऊ लु तपाईँ पनि खोल्नु अस्तिको जस्तै खोल्ने हो ड्युटीमा छु कि यहाँनिर एलाउड छैन अब क्यामेराहरू अहिले चाहनु छैन नि बिहान बिहानै त गरिदिउ बाबा एकचोटि खोलेर लगाइदिउ अन्त एकचोटि खोलिदेऊ लगाइदिउ अन्त बाबा अब त्यही बेला हामी खाइदिन्छु म एकचोटि कसो होइन उसले मान्छ भनेको मान्छ कि अहिले म आउँदा एक गेम जिताउँछु कसम जिताउँछु अहिले भर्खरै सानो बुबु जित मतवालीको छोरो बचनको पक्का एकचोटि सानो बिहान पकाउँछ कि बिहानी पक्का बुबु खाऊ न बिहानै लु अन्जना भनेको मान न यता गएर खोल्छु नि अनि म यही त खोल्दिनँ डाइरेक्ट त ल बाबा खोलेर आऊ बाबा सानो खोलेर आऊ उसले खोल्छ ल सबैजना रेडी केटा ल खेलाउँदै गर तुन्तुर चलाउ केटा चलाउ केटा हतियार चलाउँदै गर छुँदै गर सागरले चाहिँ डबल मान्नुहुन्छ भनेको सागरले हान्ने भन्ने यो नेचुरल बुबु हो टकराउन तपाईँ चाहिँ कस्तो के भन्नुहुन्छ सानो सागरमा कम्प्लिट गरौँ न सागर सानो अलिक पछाडि जाऊ कान्छी पछाडि जाऊ थोरै पछाडि जाऊ त कान्छी थोरै पछाडि अलिकति जाँदैन त्यस्तो नभन्नुहोस् वाउ कान्छी यसो गर त कस्तो गर्नु हुँदैन तपाईँ चाहिँ के गराउनु हुन्छ यसो गर न ओके म गर्दिनँ ल त्यस्तो चाहिँ गर्दिनँ है वाउ लेफ्ट टु अन्जना ओइ हजुर कहिले सपनामा नि गरेर कहिले कटु पिचेको देखेको छु नि सपनामा कटु पिचेको छैन म चाहिँ सपनामा देख्दिनँ विपनामै ठिक लाग्छ अब हामीलाई थाहा छ अन्जनाको पनि के डिभोर्स भएको केही वर्ष भयो अहिलेसम्म ट्याक्ट्याक गरेको छ कि नै डिभोर्स भएपछि ट्याक्ट्याक गरी गर्नुपर्छ क्या सागर कहाँ जानुभयो होइन मतलब आफैले ट्याक्ट्याक गर्ने कि अरू खेताला लाएर खेताला लाउनु पर्छ नि अनि कहाँ आफै गर्नु अनि त्यो खेतालाले चाहिँ के शर्त पुरा गर्नुपर्छ ज्याकेट किनिनुपर्छ जुत्ता किनिनुपर्छ कि के कसलाई अनि त्यो खेतालाले के दिएपछि जोत्न पाउँछ छ्याउ कस्तो टी सर्ट हो टी सर्टमा पनि पाउँछ र भने ल्या अनि गुसी ब्रान्डको टी सर्ट कति महँगो पर्छ एउटा टी सर्ट कति महँगो पर्छ थाहा छ त्यस्तो टी सर्ट पर्दैन हौ अनि अन्जनालाई कस्तो मनपर्छ यो ढिलो चल्ने कि छिटो चल्ने कस्तो मनपर्छ छिटो पिटी कि बिस्तारै ठिक्क गर्ने ए भनेपछि यो अनि कहिलेकाहीँ अन्जना कहिलेकाहीँ सुन कहिलेकाहीँ गरेको छ कि छैन कहिलेकाहीँ एनिवे अन्जनाको बुबु चाहिँ एकदमै राम्रो छ है बुबु एकदम राम्रो छ कुरा है बिहानी पख त्यो ट्याटुको स्पर्शसँगै टक्क स्पर्श गरेर कपाल तानेर चाकमा हिर्काएर अन्जना ओइ सुन अस्ति हामी लास्ट गेम खेल्यौँ नि हामी एकचोटि त्यति बेला एउटा भाइले के भनेको थियो भने म्यासेजमा दाइ मैले अन्जनालाई त सपनामा अन्जनाकोलाई देखेँ सपनामा अन्जनालाई सम्झिँदै सुतेको बिहान त पेन्टी पिचेछ दाइ अब के गर्ने भन्यो भने आयु घट्छ होला दाइ है भन्दिनँ है भनेर भन्थ्यो क्या त भाइले यतिको बैशालु मान्छे बैशालु उमेर अरूभन्दा खिलो बुबु छ कि यतिका बुबु ओके अलराइट ल मेरो आजको रेसिपी एमबिपी अझ ब्रो मसला भाइ टिएस आका हनी गुरुङ सानु चकोजी विशाल बस्नेत प्रकाश विश्वकर्मा लगायत सबैजनालाई माया कसैले मलाई फलो गर्न मागिसकेन् लेट्स गो कसैले फलो गर्न बाँकिसकेन् मलाई कसैले फलो गर्न बाँकी छ ल ग्यालरीभरि मिठो कोसेलीसम्म छ है ग्यालरीभरि मिठो कोसेली छन् आई रेस्पेक्ट यु अल सबैले को भागमा पुग्ने गरेमा सेयर गर्छ लिङ्कहरू किनभने एउटा हिम्मतले पुतली देखाउने आइमीहरूले चिन्नुपर्छ र तिनीहरूको पुतली कस्तो रहेछ हेर्नुपर्छ है यो मेरो सिद्धान्त हो है समीर लाडो उठ्यो त्यो उठ्नुपर्छ उठेन भने त दबाई खानुपर्छ फेरि उठेकै राम्रो उठ्नुपर्छ औषधि खानुपर्छ अन्जना सुन अन्जना हजुर अब गेम पनि हार्यो होला मिठो बुबु खुवाउ त बाबा पछाडि जाउँ मिठो बुबु खुवाउ मिठो बुबु हामी आफै खान्छौँ खुवाउनु पर्ने हो र
बुबु देऊ बाबा बुबु देऊ अलिक पछाडि जाऊ बाबा पछाडि कस्तो राम्रो सिरुपाते बुबु राम 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 च्याउ त के हो तर फर्सीको भेट्नु अलिक सानो रहेछ अलि अप्ठ्यारो होला नि राम्रो छ आयो वा एका बिहानै यति राम्री मान्छे कपाल तानेर गैरी खेतमा हलो जोतेर पेट गोरु चुटेर ओके अलराइट अञ्जना है अञ्जना ल तिमीलाई धेरै धेरै माया छ है ल म निस्केला है थ्याङ्क यू सो मच एभ्रीबडी सबैजना माया छ ओइ खै देखाउ त स्पोर्ट्स हो अझ ओइ डबलमा हान्नु न सगा चिट्टु ट्याटु त देखाउन ट्याटु मेरो केटाहरू सबै बिहान अब बिहानीको टाइम छ देखाउ त सानो एकचोटि ट्याटु सानो ट्याटु देखाउन एकचोटि अब ट्याटु यहाँ माथि छ कसरी देखाउनु ट्याटु अञ्जना ओइ सुन न अस्ति हामी लास्ट गेम खेल्यौँ नि हामी एकचोटि त्यति बेला एउटा भाइले के भनेको थियो भने म्यासेजमा दाइ मैले अञ्जनालाई त सपनामा अञ्जनालाई देखेँ सपनामा अञ्जनालाई सम्झिँदै सुतेको बिहान त पेन्टी पिचेछ दाइ अब के गर्ने भन्यो भने आयु घट्छ होला दाइ है भन्दिनँ है भनेर भन्थ्यो क्या त भाइले यतिको बैसालु मान्छे बैसालु उमेर अरूभन्दा खिरो बुबु छ कि यतिका बुबु ओके अलराइट ल मेरो आजको रेसिपी एमबिपी अझ ब्रो मसला भाइ टिएस आका अनु गुरुङ सानु चकोजी विशाल बस्नेत प्रकाश विश्वकर्मा लगायत सबैजनालाई माया कसैले मैले फलो गर्न बाँकी सकेँ लेट्सको कसैले फलो गर्न बाँकी सकेँ मलाई कसैले फलो गर्न बाँकी छ ल ग्यालरीभरि मिठो कोसेली छ मसँग है ग्यालरीभरि मिठो कोसेली छन् आई रेस्पेक्ट यु अल सबैले भागमा पुग्ने गरेमा सेयर गर्छ लिङ्कहरू किनभने एउटा हिम्मतले पुतली देखाउने आइमाहरूले चिन्नुपर्छ र तिनीहरूको पुतली कस्तो रहेछ हेर्नुपर्छ है यो मेरो सिद्धान्त हो है समीर लाडो उठ्यो त उठ्नुपर्छ उठेन भने त दबाई खानुपर्छ फेरि उठेकै राम्रो उठ्नुपर्छ औषधि खानुपर्छ अञ्जना सुन अञ्जना अब गेम पनि हार्यो होला मिठो बुबु खुवाउ त बाबा पछाडि जाउँ मिठो बुबु खुवाउ मिठो बुबु हामी आफै खान्छौँ बुबु देऊ बाबा बुबु देऊ अलिक पछाडि जाऊ बाबा पछाडि कस्तो राम्रो सिरुपाते बुबु राम 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 च्याउ त के हो तर फर्सीको भेट्नु अलिक सानो रहेछ अलि अप्ठ्यारो होला नि राम्रो छ आयो वा एका बिहानै यति राम्री मान्छे कपाल तानेर गैरी खेतमा हलो जोतेर पेट गोरु चुटेर ओके अलराइट अञ्जना है अञ्जना ल तिमीलाई धेरै धेरै माया छ है ल म निस्केला है थ्याङ्क यू सो मच एभ्रीबडी सबैजना माया छ थ्याङ्क यू ल